आजको डेटसम्म हेर्दाखेरि हामीले 1000 भन्दा बढी क्लाइन्टलाई सर्भ गरेर 3000 भन्दा बढी अर्डर्सहरू हामी लिएर र 4.5 लाख किलोभन्दा बढीको सामान हामीले नेपालमा आयात गरेर लिएर आएको छौँ। जब हामी 2017-18 तिर हामीले सामान इम्पोर्ट गर्थ्यौँ, सामान इम्पोर्ट गर्दाखेरि चाहिँ हामीले अरू थर्ड पार्टी इम्पोर्ट कम्पनीसँग काम गर्थ्यौँ र त्यति बेला चाहिँ प्राइसको ट्रान्सपेरेन्सी नहुने, ह्यासल बढी हुने र सामान कहाँ आइपुग्यो भनेर थाहा नहुने र हामीलाई हेर्ने एकजना कुनै पनि डेडिकेटेड मान्छे नहुँदाखेरि चाहिँ हामीले धेरै समस्याहरू फेस गरिरहेको थियौँ। सो जब सामान नेपालमा आइपुग्थ्यो, सामान नेपालमा आइपुग्दाखेरि जति सुरुमा तोकेको त्यो लस चाहिँ हामीले हाम्रो बिजनेसमा भोग्नु परेको थियो। सुरुमा चाहिँ के हुन्थ्यो भने इम्पोर्ट भन्ने बित्तिकै धेरै सामान ल्याउनु पर्यो, धेरै क्वान्टिटीमा ल्याउनु पर्ने खालको थियो। अनि त्यो हुँदाखेरि चाहिँ सानो बिजनेसहरूलाई चाहिँ थोरै क्वान्टिटीको सामान लिएर बिजनेस गर्न चाहिँ अलिकति गाह्रो हुन्थ्यो। सो यो समस्याले गर्दाखेरि चाहिँ हामीले त्यो बिजनेस चाहिँ लङ टर्ममा राम्रोसँग रन गर्न सकेनौँ। त्यो गर्दाखेरि चाहिँ हामी ठ्याक्क कोभिडको पछि चाहिँ हामीले यो प्रब्लम जुन हामीले फेस गरेको थियौँ, जस्तै प्राइसको ट्रान्सपेरेन्सी, सामान कहाँ आइपुग्यो भनेर ट्र्याकिङको कुराहरू र आफ्नो इम्पोर्ट हेर्ने एकजना डेडिकेटेड रिप्रेजेन्टेटिभको कमीले गर्दाखेरि चाहिँ हामीले चाहिँ ल यो प्रब्लम सल्भ गरौँ भनेर चाहिँ हामी रोधी सुरु गरेको। जब हामीले रोधी सुरु गऱ्यौँ त्यति बेला चाहिँ हामी मार्केटमा नयाँ फेसेसहरू, नयाँ कम्पनी आएको थियो। त्यो हुँदाखेरि चाहिँ अलरेडी इस्टाब्लिस भएको बिजनेसहरू वा कुनै पनि इम्पोर्ट गरेर बिजनेस गरिराख्नु भएको मान्छेहरूले चाहिँ हामीलाई ट्रस्ट गर्न गाह्रो भइरहेको थियो। र यसलाई चाहिँ हामीले सल्भ गर्न हामीले के गर्यौँ भन्दाखेरि चाहिँ हामी हाम्रो आफ्नै अडियन्स क्रिएट गरौँ भनेर चाहिँ इम्पोर्ट कसरी गर्ने र इम्पोर्ट गरेर बिजनेस कसरी गर्ने भन्ने विषयमा चाहिँ हामीले भिडियोहरू बनाउन थाल्यौँ। हाम्रो भिजन नै सुरुमा के थियो भन्दाखेरि चाहिँ हामी जस्तो बिजनेस गर्ने मान्छे जसले चाहिँ चाइनाबाट सामान इम्पोर्ट गरेर बिजनेस गर्न खोजिरहेको छ वा गरिरहेको छ, उनीहरूलाई चाहिँ नेपाल बसेर चाइनाबाट सजिलै इम्पोर्ट गर्न सकुन्। उनीहरूले चाहिँ इम्पोर्टको केही कुरा हेर्नु नपरोस्, जस्ट आफ्नो बिजनेसमा फोकस गर्नु परोस्। हामी जस्तो बिजनेस गर्ने मान्छेहरू जसले चाहिँ अहिलेसम्म चाइनाबाट इम्पोर्ट गरेर बिजनेस गर्नुभएको थिएन वा जस्ट सोचिरहनु भएको थियो, अलिबाबा हेरिराख्नु भएको थियो। सो उहाँहरूलाई चाहिँ सजिलो बनाऊँ, इम्पोर्ट गर्नलाई सजिलो बनाऊँ, गाइड गरौँ, उहाँहरूलाई असिस्ट गरौँ भनेर चाहिँ हाम्रो त्यसरी सुरु गरेको रोधी चाहिँ। सो फर्स्ट थिङ हामीले के गर्यौँ भन्दाखेरि हामीले फर्स्टमै अप फ्रन्ट कोटेसन दिन थाल्यौँ। सो जुन चाहिँ इम्पोर्टमा हामीभन्दा अगाडि इम्पोर्टमा हुँदैन थियो, उनीहरूले दिने भनेको रेन्ज दिन्थ्यो। जस्तै मानिलिउँ तपाईँलाई 1 लाख रुपियाँ लाग्छ भने चाहिँ 1 लाखदेखि 1.5 लाख यतिको लाग्छ भनेर चाहिँ उनीहरूले तपाईँलाई कोड गराउँथ्यो। र त्यो चाहिँ हामीले फर्स्टमा त्यो प्रब्लम सल्भ गऱ्यौँ। हामीले सुरुबाटै जे सामान छ त्यसको एक्युरेट डिटेल्स आइसकेपछि चाहिँ हामीले एउटा प्रपर कोटेसन दिन्छौँ। सो त्यो कोटेसनले चाहिँ पछि गएर सामानमा डिफ्रेन्स भएन भने चाहिँ त्यो कोटेसनभन्दा 1 रुपियाँ बढी पनि पैसा लाग्ने हुँदैन। सो फर्स्ट थिङ त्यो प्रब्लम सल्भ गऱ्यौँ। र सेकेन्ड हामीले फेस गरेको प्रब्लम भनेको चाहिँ ट्र्याकिङको कुरा। सामान कहाँ आइपुग्यो, के आइपुग्यो, कसरी आइपुग्यो भनेर चाहिँ ट्र्याक गर्नलाई चाहिँ ट्र्याकिङ सिस्टम हामीले ल्यायौँ। र त्यो सँगसँगै चाहिँ हामीले अर्को कुरा ल्याएको भनेको चाहिँ एसएमएस अपडेट। सामानको कहाँ आइपुगिरहेछ, जस्तै भन्सारमा आयो कि भन्सारमा डिले भयो कि के भयो, हरेक कुरा चाहिँ आफ्नो मोबाइलको एसएमएसमा आउन थाल्यो। सो यो प्रब्लम चाहिँ हामीले सल्भ गर्दै गयौँ। त्यो सँगसँगै चाहिँ हामीले एकजना रिप्रेजेन्टेटिभ हामीले हरेक क्लाइन्टलाई दिन थाल्यौँ। त्यो हुँदाखेरि चाहिँ एकजना रिप्रेजेन्टेटिभले चाहिँ एकजना क्लाइन्टलाई हेरेर उहाँहरूको हरेक कुराहरू सल्भ गरेर असिस्ट गरेर चाहिँ उहाँहरूलाई चाइनामा सामान हेर्नदेखि लिएर सेलरसँग कुरा गर्नदेखि यहाँनिर घरसम्म सामान डेलिभरी गर्नसम्ममा उहाँले असिस्ट गर्नु थाल्नुभयो। यसरी चाहिँ हामीले एउटा इम्पोर्टको ओभरअल प्रोसेसलाई सल्भ गर्दै आएको छौँ। नेपालको छिमेकी राष्ट्र चाइना जुन यति ठुलो मार्केट रहेको देश हो होइन। सो त्योबाट चाहिँ फुल पोटेन्सियल ल्याएर चाहिँ नेपालमा चाहिँ बिजनेस गर्न सक्ने एउटा वातावरण छ। सो त्यसलाई चाहिँ इजी बनाउनलाई चाहिँ हामीले चाहिँ सुरु गरेको रोधी कम्पनीबाट चाहिँ हामी जस्ट हामीसँग इम्पोर्ट गरौँ मात्रै पनि हामी भन्दैनौँ। हामी चाहिँ मान्छेहरूलाई चाहिँ यसरी इम्पोर्ट गर्ने, यसरी सामान खोज्ने, यसरी चाहिँ सेलरसँग कुरा गर्ने, यो कुरा डकुमेन्टेसन चाहिन्छ भन्ने विषयमा चाहिँ हामीले मान्छेलाई एउटा जानकारी दिनको लागि चाहिँ हामीले रोधी इम्पोर्ट मास्टर भिडियो सिरिज निकाल्यौँ, जसमा चाहिँ तपाईँले सामान खोज्नेदेखि लिएर ओभरअल ट्र्याकिङ कसरी गरिन्छ सबै कुराको हामीले एउटा प्रपर डिटेल्सको सहितको हामीले एउटा भिडियो बनाउन थाल्यौँ। रिसेन्टली हामी हाम्रो डाटा हेर्दाखेरि चाहिँ 7 प्रदेशबाट चाहिँ हाम्रो क्लाइन्टहरूले चाहिँ हामीबाट सामान इम्पोर्ट गरिरहेको पाएको छौँ हामीले। सो यो चाहिँ नट ओन्ली काठमाडौँ भ्यालीमा मात्रै नभएर चाहिँ नेपालभरिको बिजनेसहरूलाई चाहिँ हामीले सहयोग गर्दै आएको छौँ। सो आज हामी रोधीको लागि चाहिँ एउटा ऐतिहासिक माइलस्टोन मनाउँदैछौँ, जसमा चाहिँ आज हामीले 1000भन्दा बढी सम्मानित क्लाइन्टहरूलाई चाहिँ उहाँको आफ्नो बिजनेस सुरु गर्न, बिजनेस इस्टाब्लिस बिजनेसलाई चाहिँ हामीले सहयोग गर्न हामीले हेल्प गर्दै आएको छौँ। र यो क्रममा चाहिँ सयौँ मान्छेहरू जसले चाहिँ नेपालमै बसेर केही बिजनेस गरौँ न भन्ने सोच बनाउनु भएको मान्छेहरूलाई चाहिँ उहाँको पहिलो बिजनेस सुरु गर्न हामीले हेल्प गर्दै आएको छौँ। सो आजको डेटसम्म हेर्दाखेरि हामीले 3000भन्दा बढी अर्डर्सहरू हामी लिएर र 4.5 लाख किलोभन्दा बढीको सामान हामीले नेपालमा आयात गरेर लिएर आएको छौँ। र यसमा चाहिँ हाम्रो 100भन्दा बढी नयाँ बिजनेस गर्न खोज्नुहरूलाई चाहिँ हामीले साथ दिँदै आएको छौँ। नमस्ते, मेरो नाम अरविन्द खड्का, म चाहिँ को फाउन्डर र चिफ अपरेटिङ अफिसर अफ रोधी सोर्स। एउटा सानो व्यक्तिगत प्रब्लम र केही युवाहरूले सुरु गरेको यो कम्पनीमा आज
1000भन्दा बढी क्लाइन्टहरूले विश्वास गरेर आफ्नो बिजनेसको लागि सामान इम्पोर्ट गर्ने जिम्मा हामीलाई दिनुभएकोमा हामी एकदमै धेरै खुसी छौँ। र म लगायतका मेरा सम्पूर्ण रोदीको समूहबाट सम्पूर्ण क्लाइन्ट जसले चाहिँ हामीलाई विश्वास गर्नुभएको छ उहाँहरूप्रति चाहिँ हामी एकदमै नै आभार व्यक्त गर्न चाहन्छौँ।